मेरो छोराले यस्तो भनेको, म दुखी, मैले स्ट्रगल गरेको, म सङ्घर्ष गरेको, मैले दुःख पाएको, मेरो छोरालाई मैले यस्तो गरेको, मेरो छोरालाई मैले उस्तो गरेको, मेरो छोराले मलाई यस्तो भनेको। अब बोल्यो भने बोल्यो भन्छ, अब नबोलौँ भने तपाईहरुको भिडियो आउँछ यसमा सोशल मिडियामा, अनि तपाईहरु आफ्नो पर्सनल कुरा सबै सुनाउनुहुन्छ, अनि त्यसपछि हामी टीका टिप्पणी गर्ने कि नगर्ने? मैले पनि मेरो पर्सनल कुरा सुनाए भने टीका टिप्पणी हुन्छ। सो यो भिडियो जो जससँग सम्बन्धित छ, नाम लिँदैन, तपाईहरु आफै बुझ्नुहुन्छ है। अब एउटा पडकास्ट हेरे, भर्खर बुटोल झरेको, बुटोल आएको, गर्मी भएर हैरान, त्यो पडकास्ट हेरेको, झन गर्मी भयो, झन पसिना आयो है। अब फ्रेश भएर भिडियो बनाउँछु भनेको, तर मुख चिलायो कि एकदम स्याउ 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 चिलायो, अनि म त्यो मुख चिलायो भने बोलेन भने फेरि मलाई ग्यास्ट्रिक हुन्छ कि है, त्यही भएर भिडियो बनाउँदैछु। म कसैलाई जज गर्न आएको होइन, म आफ्नो पोइन्ट अफ भ्यू भन्न आएको छु। मन पर्नेले हेर्ने, सुन्ने, मन नपर्नेले स्किप गर्ने है। अब म पनि एउटा सिंगल मदर हैन, दुईटा छोरी हुर्काएँ, अनि मेरो पहिलो सन्तानको बुवा बितेको पनि अब म चाहिँ यस्तो यङ एजमै हो, अनि सेकेन्ड टाइम पनि डिभोर्स भयो, अहिले दुईटै छोरीसँग छु, सिंगल मदर हो। तर आजसम्म चाहिँ कसैले पनि मलाई यस्तरी औँला उठाउन सकेको छैन कि त चरित्रहीन छस् भनेर है। कसैले पनि यस्तरी औँला उठायो भने नि मैले त्यसको औँला सौँला भाँच्दिन्छु कि है, फर्स्ट कुरा हैन। सेकेन्ड कुरा, मेरो दुईटा बच्चाले मलाई जस्तो सुकै बिहेभ गरोस्, जस्तो सुकै कि अब त्यो मार्नै कुट्नै आयो भने त छुट्टै कुरा हो, तर अब आमा छोरी भएपछि ठटाङ ठुटुङ हुन्छ हैन। कहिले कसो यिनीहरू ठुलो स्वरले कराउँछ, कहिले कसो म कराउँछु, कहिले कसो मान्छेको अगाडि पनि हाम्रो झगडा हुन्छ, कति के हुन्छ। तर यसको मतलब होइन कि सोशल मिडियामा चाहिँ मैले मेरो बच्चाको गल्ती देखाने। इभन आजसम्म मैले सोशल मिडिया त के कुनै मान्छेको अगाडि पनि मैले मेरो बच्चाको यति पनि बुराई न सुन्न चाहन्छु न भन्न चाहन्छु। इभन कसैले भन्यो भने नि मैले त्यसको मुखसुख भत्किने गरेर जवाब दिन्छु के है। एउटा आमाको खुबी त्यो हुनुपर्छ। पहिलो आमाको खुबी के हुनुपर्छ भने, यदि तिमीहरू रात दिन चिच्चाउँछौ म चाहिँ चरित्रवान हो, म सिंगल मदर, म स्ट्रगल गरेको मदर, म चाहिँ चरित्रवान हो भनेपछि मान्छेले तपाईको माथि, यदि कोही अब चिन्दै नचिनेको त्यो टाढाको मान्छेहरूले त जे पनि भन्छ, सोशल मिडियामै देखेको भरले भनेको त मतलब गर्नुहुन्न। तर तपाईको नजिकको मान्छे छ र तपाईलाई क्यारेक्टरलेस भन्छ भने कि त एउटा कारण हुन्छ, कि त तपाईँ बोल्न सक्नुपर्छ, उसको मुखसुख भत्काउन सक्नुपर्छ है। मेरो केसमा खोइ म यत्रो वर्ष भयो, मलाई चाहिँ आजसम्म चाहिँ त्यो चरित्रहीनको ट्याग चाहिँ अझै पनि लाग्दैन है। त्यो चाहिँ मेरो घमण्डको कुरा हो, न मेरो छोरीहरूलाई न मलाई लाग्छ। अनि अर्को कुरा, आफ्नो छोराछोरीलाई पुर्याइदिने कुरा होइन, आफ्नो छोराछोरीलाई सक्दो जुन आमाले पनि गर्छ। र अहिलेको जमानामा त्यो उहाँले के भन्नुभएको छ भने, मैले जस्तो कसैले पनि पुऱ्याएको छैन भन्छ होइन। मलाई चाहिँ त्यस्तो लाग्दैन होइन। अब उनीहरूको कुरा हो, त्यो आफ्नो ठाउँमा छ। तर मलाई चाहिँ यो बोल्न मन लागेको भने, त्यो पुरै पडकास्टमा मेरो छोराले गल्ती गरेको, मेरो छोराले यस्तो भनेको, म दुखी, मैले स्ट्रगल गरेको, म सङ्घर्ष गरेको, मैले दुःख पाएको, मेरो छोरालाई मैले यस्तो गरेको, मेरो छोरालाई मैले उस्तो गरेको, मेरो छोराले मलाई यस्तो भनेको। तर मेरो छोरालाई कसैले केही नभनिदिनु। लास्ट टाइम पनि हामीले त्यो मैयाको भिडियो हेरेर हामीले कति गाली गर्यौं उनको छोरालाई हैन। अनि लास्टमा फेरि अहिले पडकास्टमा के भन्दैछ भने, मैले त के भनेको हैन, मेरो छोरालाई के नराम्रो नभन्दिनु मात्रै भनेको रे। त्यति बेला के भनेको थाहा छ? ए तिमीहरू त कति बेला मैले मुख खोल्ला र मेरो छोरालाई नराम्रो गरौँला भनेर बसेको, तिमीहरूलाई के मतलब, तिमीहरूले किन भन्न पर्यो, यस्तो भन्नुभएको हजुरले बिर्सिनु भयो मैया। ल त्यो भयो हैन, त्यो पनि ठिकै छ, हामी बिर्सिसक्यौँ। अब आमा छोराको कुरा हो, घरको कुरा हो भनेर बिर्सिसक्यौँ। फेरि पडकास्टमा गएर किन बोल्न पर्यो, किन यो कुरा निकाल्न पर्यो? तपाईँ सही होस् अथवा तपाईँको छोरा सही होस्, तपाईँको छोरा आफ्नो बाटोमा गरिरहेछ, तपाईँ आफ्नो बाटोमा गरिराख्नु भएको छ। तपाईँको पडकास्ट आएपछि यहाँ भिडियो क्लिप्सहरू काटेर आएपछि हामीलाई बोल्न मन लाग्दैन?
कतिलाई चाहिँ ए आमा भन्ने यस्तो हुन्छ महान हुन्छ भन्ने लाग्छ भने अब तपाईलाई सपोर्ट गर्यो भने तपाईको छोरा दुःख पाउने तपाईको छोरालाई सपोर्ट गर्यो भने तपाईले दुःख पाउने तपाईले त त्यहाँ त मिल्ने कुरा त गर्नु भएको छैन तपाईले त त्यहाँ सुरुबाट एन्डसम्म तपाईले चाहिँ कि अझै के भन्छ भने मलाई मान्छेले के ब्लेम गर्छ भने मैले छोरा बिगारेर आफू अगाडि बढे भन्न खोजेको तपाईको छोरा बिग्रेको छ भन्न खोजेको तपाईले मलाई चाहिँ चित्त बुझेन हैन दुःख पाएको हामी पनि हो म पनि यो दुःख पाएको म जस्तो दुःख पाएको संसारमै छन् है आजसम्म एउटा भिडियो लिएर आऊ अगाडि मैले मेरो छोरीहरुको बारेमा नराम्रो भनेको मेरो छोरीहरु के गर्दैछ अहिले कसो गर्दैछ सबलाई थाहा छ हैन आजसम्म ना उनीहरुले मेरो बारेमा नराम्रो भनेछ ना मैले उनीहरुको बारेमा नराम्रो भनेछु फर्स्ट अफ अल है अनि अर्को कुरा त्यो खास यो पडकास्ट के को लागि राखेको यो त आफ्नो लाइफको एक्सपिरियन्सहरु भन्नको लागि राखेको हो नि त एउटा सुख दुःख शेयर गर्ने हो त्यो ठीक छ हैन आफुलाई तर यहाँ त उले भन्छ तपाईले भन्दै हुनुहुन्छ म आफ्नो छोराको नाम लिएर अब त्यो लाइटमा आउन खोजेको हैन के तपाईले त स्टार्टिङबाट लास्टसम्म त्यही भन्दै हुनुहुन्छ त गलत गर्यो थर्ड पर्सनले फोन उठायो यो गर्यो त्यो गर्यो सुसाइड अटेम्प्ट गर्न लाग्यो छोराले गर्दाखेरि म अब सोशल मिडियाले गर्दाखेरि आमा छोराले सुसाइड गर्न लाग्यो यो सबै कहानी भन्नुको अर्थ चाहिँ के तपाईले आफ्नो स्ट्रगलको कुरा मात्रै गर्नु न आफ्नो स्ट्रगलको मात्रै कुरा गर्नु आफ्नो म त मेरो माइती अनि मेरो भाइ बहिनीलाई पनि हाम्रो झगडा भए पनि म त आजसम्म पनि कसैलाई पनि यस्तो गरे उस्तो गरे भन्दिन के तर तपाईको उहाँको पडकास्टमा स्टार्टिङबाट लास्टसम्म आफै महान आफै ठुलो आफै भिक्टिम आफै के भन्छ नि दुःख पाएको अनि छोरा चाहिँ गलत छोरालाई भोट गर्यो त्यो चाहिँ मैले बुझे अब मलाई चाहिँ मुख चिलाएर मैले भने हैन अब यति नभने मलाई ग्यास्ट्रिक हुन्छ है अब तपाईहरुलाई जज गर्न मन लागे पनि गर्नुस् मन नलागे पनि नगर्नुस् हस्त धन्यवाद।